आज हामी नेपालको एउटा निकै महत्त्वपूर्ण घटनाको बारेमा कुरा गर्दैछौं। कसरी सरकारको एउटा निर्णयले देशैभरि युवाहरूको यस्तो शक्तिशाली आन्दोलन सुरु गरायो जसले परिवर्तनको लागि राष्ट्रव्यापी माग नै खडा गर्यो। ल यो पुरै कथाको चुरो कुरो बुझ्नको लागि एउटा प्रश्नबाट सुरु गरौँ है त। हो, नेपालमा चाहिँ यसले एउटा क्रान्ति नै जन्मायो र यो कुनै सामान्य विरोध प्रदर्शन मात्रै थिएन। यो त वर्षौंदेखि मनमा गुम्सिएको असन्तुष्टिको आगो सल्काउने एउटा झिल्को थियो। ल अब यसको भित्री कथा के हो त्यो हेरौं। ल त्यसो भए केले चाहिँ यो यत्रो ठूलो आन्दोलन सुरु गरायो त? के थियो त्यो तत्कालको कारण? सरकारले अचानक फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब जस्ता प्लेटफर्महरूमा प्रतिबन्ध लगाइदियो। आधिकारिक कारण के देखायो भन्दा सरकारमा दर्ता भएनन् रे, तर मान्छेहरूले, खास गरी युवाहरूले यसलाई आफ्नो बोल्ने स्वतन्त्रतामाथिको सिधा हमलाको रूपमा लिए। यो निर्णयले त आगोमा घिउ थप्ने काम गर्यो। तर कुरा सामाजिक सञ्जालको मात्रै थिएन। त्यो प्रतिद्वन्द्व त भनौँ न उटको ढाड भाँचिने अन्तिम त्यान्द्रो मात्रै थियो। वास्तविक कारण त अझ गहिरो थियो। आउनुहोस् हेरौं यो आन्दोलनको पछाडि के थियो। धेरै वर्षदेखि जताततै भ्रष्टाचार, युवाहरूलाई रोजगारीको अभाव, जसले गर्दा ब्रेन ड्रेन बढ्दो थियो, अनि अवसरको त कुरै नगरौं, राजनीतिक नेतृत्वप्रति त विश्वासै गुमेको थियो। यी सबै कुराले भित्रभित्रै एउटा दबाव सिर्जना गरिरहेको थियो। यो भनाइले एउटा एकदमै महत्त्वपूर्ण कुरालाई औल्याउँछ। नेपो किड्सको चर्चा, अर्थात् राजनीतिक नेताहरूका छोराछोरीले कसरी सरकारी स्रोत र साधनको दुरुपयोग गरेर फाइदा उठाइरहेका छन् भन्ने कुराले आन्दोलनलाई अझै बलियो बनायो। एउटा वर्गले मात्रै सबै सुविधा पाउने, तर आम मानिस चाहिँ पछि पर्ने, यही भावनाले आगोमा पेट्रोल थपियो। ल यति ठूलो आक्रोश र ऊर्जापछि के यो आन्दोलन सफल भयो त? केही उपलब्धि हासिल भयो कि भएन? हो, एउटा प्रमुख विजय त भयो नै, र सबैभन्दा चाख लाग्दो कुरा के थियो भने यो सफलता निकै छिटो र स्पष्ट थियो। आन्दोलनले सरकारलाई आफ्नो एउटा ठूलो निर्णय फिर्ता लिन बाध्य बनायो। हो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइयो। यो एकदमै स्पष्ट र ठोस जित थियो। यसले के देखायो भने जब युवाहरू एक हुन्छन्, उनीहरूको आवाजले सरकारी नीतिलाई पनि बदल्न सक्छ। त्यो प्रतिबन्ध हटाउनु बाहेक पनि अरू धेरै कुरा भयो। राजनीतिक दबाव यति बढ्यो कि केहीले राजीनामा दिनु पर्यो। युवाहरूमा राजनीतिक चेतना एकदमै बढ्यो। पारदर्शिताको माग राष्ट्रिय मुद्दा बन्यो, अनि भ्रष्टाचारको छानबिन गर्न एउटा न्यायिक आयोग नै बनाउनुपर्छ भन्ने माग पनि उठ्यो। मतलब यसले पुरै राष्ट्रिय बहसलाई नै नयाँ मोड दियो। तर हरेक कथामा जस्तै यहाँ पनि चुनौतीहरू थिए। विजय सजिलो थिएन, र आन्दोलन अघि बढ्दै जाँदा केही गम्भीर समस्याहरू पनि देखिए। यो आन्दोलनको सबैभन्दा ठूलो शक्ति नै यसको कमजोरी पनि थियो। कसरी? हेर्नुहोस्, यो आन्दोलन आफै सुरु भएको थियो। यसको कुनै एउटा नेता थिएन। यो राम्रो कुरा हो, किनभने सरकारले कसलाई निशाना बनाउने भनेर पत्ता लगाउन सकेन। तर कमजोरी के भयो भने कुनै स्पष्ट नेता नहुँदा दीर्घकालीन योजना बनाउन गाह्रो भयो, र आन्दोलनको गति कम हुने जोखिम पनि देखियो। यसबाहेक अरू पनि बाधा अडचनहरू आए। कतै कतै हिंसा र तोडफोडका घटना भए, अनि सरकारको सुरक्षा बलले पनि कडा प्रतिक्रिया देखायो। अर्को एउटा महत्त्वपूर्ण कुरा के भने यो आन्दोलनमा शहरका मानिसहरूको जति सहभागिता थियो, ग्रामीण क्षेत्रका मानिसहरूको त्यति थिएन। अनि आन्दोलनकारीहरूका मागहरू कतिको व्यावहारिक छन् भन्ने प्रश्न पनि उठ्यो। यी सबै कुराले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ। अब के हुन्छ त? भविष्य कस्तो होला? अगाडिको बाटो कस्तो देखिन्छ? हेरौं। यो परिवर्तनलाई साँच्चीकै दिगो बनाउन के गर्नुपर्छ त? विज्ञहरूका अनुसार केही आधारभूत सुधारहरूमा ध्यान दिन जरुरी छ। पहिलो, भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरूलाई बलियो बनाउने। दोस्रो, देशको नीति बनाउँदा युवाहरूलाई पनि सहभागी गराउने। तेस्रो, शिक्षा र रोजगार बजारमा सुधार ल्याउने। चौथो, लोकतान्त्रिक स्वतन्त्रताको रक्षा गर्ने। र पाँचौं, देशको अर्थतन्त्रलाई स्थिर बनाउने प्रयास गर्ने। तर यी सबै कुराहरूको सफलता एउटै कुरामा आएर अड्किन्छ। त्यो हो राजनीतिक इच्छाशक्ति। यसको मतलब के हो भने देशका नेताहरूले दीर्घकालीन फाइदाको लागि तत्कालको घाटा वा जोखिम मोल्न तयार छन् कि छैनन्? वास्तविक सुधार ल्याउने हिम्मत उनीहरूमा छ कि छैन?
यो भनाइले यो आन्दोलनको सारलाई एकदमै राम्रोसँग समातेको छ। यो केवल एउटा अवरोध मात्र होइन, बरु लोकतन्त्र, जवाबदेहिता, पारदर्शिता, अवसर र न्यायको लागि युवाहरूको जागरण हो। यो एउटा अवेकनिङ हो। त्यसो भए के यो नेपालको लागि एउटा नयाँ युगको सुरुवात हो वा फेरि पनि धोकामा परेको अर्को एउटा क्रान्ति? यसको जवाफ त भविष्यले नै देला। तर यो युवा जागरणले एउटा महत्त्वपूर्ण प्रश्न भने पक्कै उठाएको छ।